दिनु अब अथवा चलाउनु अब तल्लो स्तरबाट दिनुपर्छ माथिल्लो स्तरमा चलाउनु यहाँ यसले छोपा माथि जिम्बा हुन्छ नि जिम्बाले अब दिनु भनेको अनि अब माथिल्लो स्तरमा चलाउनु अथवा छोपाले जिम्बा अब यहाँ चाहिँ अब देउता कति सम्झिनुपर्छ अनि भने चाहिँ यहाँ अरू कोही पनि सम्झिनुपर्छ आज ठोमा नामको एउटा सम्झिनु पर्ने हो है ल ठोमा नामको एकजना मात्र सम्झिनु पर्यो अहिले मुन्डो देशीको मुन्डो गर्ने बेलामा अनि अब तिर्काय देवीलाई सम्झ्यो आफ्नो चौबी लामा र तिर्काय देवी मात्र सम्झ्यो आज देशीको बेला चाहिँ एकजना मात्र ठोमा नामलाई सम्झिनु पर्यो त्यो ठोमा नाम पनि कस्तो छ भने आफ्नै आत्मा भनौँ आफ्नै हंस भनौँ आफू भएको यो चेतना भनौँ अथवा यो आफ्नो यो के भन्छ हंस नि यो चाहिँ यहाँबाट निकालेर चाहिँ त्यहाँ ठोमा नामको रूपमा धारण गर्नेलाई अनि धारण गर्नुपर्छ त्यही ठोमा नामको रूप धारण गरेको आफ्नै आत्मा त्यहाँ पुगेको हो त्यो हंस अथवा चेतना त्यहाँ पुगेको नम्से त्यहाँ पुगेको त्यही नम्से ठोमा नामको रूप धारण गरेको हातमा त यो टिबुक कतिया छ अनि यहाँ थोपा छ हो त्यो थोपा नामको शरीर थोपाले चाहिँ यो टिबुकले चाहिँ यो शरीर चाहिँ जो हामीले फेमो भन्छ होइन यो निर्जीवलाई चाहिँ फेमो भन्छौँ अथवा यो चाहिँ के हो भने अब मरिसकेको लासलाई चाहिँ अनि खोरहरू सबै सफा गरेर चाहिँ अनि सबै एक ठाउँमा जम्मा गरेर त्यसलाई चाहिँ अनि पुरा अनि थोमा नामु र अनि उहाँको परिवार जति भएको सबै थोमा नामसँग सम्बन्धित परिवारबाट चाहिँ अनि आशीर्वादको वर्षा जाग्यो अहिलेको त्यो लास चाहिँ के भयो भने पुरा भने के भन्छ ज्योति पनि रातो ज्योतिहरू आएर यसमा प्रवेश गर्न साथमा यो शरीरमा भएको जति पनि पापहरू छ सबै नष्ट भयो अनि त्यो चाहिँ नष्ट भइसक्यो चाहिँ अमृत भनौँ अथवा प्रसाद भनौँ अथवा अब त्यस्तोमा परित भएको त्यसलाई चाहिँ हो त्यो चाहिँ हामीले चलाउने कार्यलाई चाहिँ अनि गेसी मार्फत अहिले नाके भन्दछ हो रे त्यति बुझोस् है ल अब यहाँबाट बोलेर राम्लु छोड्नु छेजी तुचाने रिक्वा तमी तिका राम्लु आफ्नो शरीर अरे छोड्नु अरे आफ्नो शरीर पनि फेरि अनि धेरै गिराइनु भएको अनि दुब्लो कालो अथवा उड्नु नसक्ने अनि बोल्नु नसक्ने त्यस्तो नभएर आफ्नो शरीर नै खाइलाग्दो ज्यान भएको महसुस गर्नुपर्छ अरे छोड्नु छे झिस त्यसरी पनि ठुलो अल्को अल्की त्यस्तो सम्झिनुपर्छ छे जी भने चाहिँ अब केटा भने सुन्दर केटी भने सुन्दरी जस्तो अथवा केटा भने राम्रो केटी भने राम्री जो छे जी ऊ चाने ऊ भने आफ्नो शरीर यो शरीरमा चाहिँ तीनवटा नसा हुन्छ अरे चाबुमा लोमा क्याङमा तीनवटा नसा हुन्छ भन्छ त्यो तीनवटा नसा मध्ये 20को नसाबाट 20को नलीबाट चाहिँ यहाँबाट उचा यहाँबाट चाहिँ रिक्वा तम्मी तिले नम्बर रिक्वा हाम्रो प्राण अथवा यो त्यो भित्रको रिक्वा चाहिँ अब ध्यानको प्रतीक हो त्यो रिक्वा तम्मी तिले नम्बर यहाँबाट चाहिँ निस्किएर चाहिँ नामथर आकाशमा परित भयो आकाशमा निस्कियो अरे नामका आकाशमा निकाल्नु पर्यो नामथर पर्यो अनि त्यहाँ पुगिसकेपछि आफ्नो प्राण भने चेतना भने आत्मा भने हंस भने यहाँबाट निस्किसकेपछि के को रूप धारण गर्यो भने ठोमा नामको रूप धारण गर्यो अरे एकदम हेसे भने यिङ भने शून्यताको कुरा हो हेसे भने ज्ञानको कुरा हो है अनि एकदम हेसे शून्यता र ज्ञानको अभिन्न रूप चाहिँ ठोमा नाम हो ठोमा नाम रूप धारण गर्यो अरे यसै निमे ठोमा श्याम ठोमा नामको रूप धारण गर्यो अरे ठोमा नामको पहिलो मारेको छैन नि उठेको छ नि ठोमा नाम श्याम छ अनि ठोमा नाममा कसो छ भने हिङनाक छ अरे हिङनाक नभएको कालोमा अनि गाडा भएको कालो गाडा हिङनाक तितो अनि हातमा कटिएर बायाँ हातमा अनि कपाल लिएको कर्तव्य भन्छ अब नाच्नुलाई रेडी गरेको छु पानीको हिउँको लागि रेडी गरेको छु कर्तव्य रुग्याङ सोच्न शरीरमा किनभने अनि छाला भनौँ अथवा हड्डीको मालाले सजाएको छ हो त्यति सम्झिनुपर्छ काठ गरे खान्छ कोही पाउँछ ढुङ्गा कुन अरे अब यहाँ चाहिँ
आफ्नो शरीर चाहिँ अहिले हाम्रो अब जस्तै अब मेरो शरीर हो भने 90 किलो जति छ त्यतिमा सीमित राख्नु हुँदैन अरे। त्यो शरीरमा चाहिँ आजसम्म हामीले 1000 जुनी लिएको भए, 10,000 जुनी लिएको भए अथवा 20,000 जुनी लिएको भए, कति जुनी लिएर हामीले असङ्ख्य जुनी लिएको छ भने यी जुनी लिने बेला भएको जुनी लिएको समयमा जति पनि जुनी लिएको जति पनि त्यो मासु र हड्डीहरू छ सबै अनि यसमा समावेश भएको सम्झिनु पर्ने छ। खामसुङ पुरै पक्ष धुमा पनि छ है। अनि त्यस समयमा खामसुङ पर्व अब त्यही बाबा सागरमा जति हामी जन्म लिएको छ, जन्म लिनुको बेलामा आइडेन्टको बसमा परेर चाहिँ पाप गरिरहेको छ, अकुशल कर्म गरिरहेको छ। यी अकुशल कर्म गर्ने शरीर सबै एक मुष्ट यहाँ बेला अथवा यहाँ उहाँको महसुस गरेर चाहिँ खामसुङ पुरै पक्ष धुमलको हो। त्यो धुमल त्यस्तो दुःखमा शरीर लिएको सबै यहाँ जम्मा गरेर अब एक मुष्ट राखेर चाहिँ हो त्यसमा चाहिँ के पसाउनु पर्यो भने चाहिँ हो नगरे अनि कालो अनि ज्योति अथवा प्रकाश कालो ज्योति नम्बर 2 फेब्रुअरी अघि ठमा नामको शरीरबाट चाहिँ अनि अब के भन्छ कालो ज्योति निस्क्यो। त्यो निस्केर कहाँ बिल्नु भयो भने यो त्रिकालमा जति जुनी लिएको त्यो शरीरको उसमा चाहिँ अनि बिल्नु भएको होस् अथवा पस्यो होस्। त्यहाँ पस्नु साथमा नकारात्मक दिशा पिसाब रगत पिपहरू इत्यादि लिएर सबै निस्केर गएर चाहिँ त्यो रगत मासु सबै प्रसादमा परिणत भयो होस्, अमृतमा परिणत भयो अथवा यो के भन्छ अनि त्यस्तो परिणत भयो भनेर चाहिँ सम्झिनुपर्छ। हो नम्बर 2 भेम्बोथिम अरे हो नम्बर 2 हो नाम भने नि अब कालो प्रकाश चाहिँ ठोमा नामको शरीरबाट है अथवा ठोमा नामसँग सम्बन्धित सबै जीव कुदुसम्म दुर्जे पाउनु कुदुसम्मको सबै परिवार सपरिवार दुर्जेको सपरिवार ठोमा नामको सपरिवारको शरीरबाट ज्योति निस्क्यो। त्यो ज्योति चाहिँ यो शरीरमा मिसिनु साथमा पस्नु साथमा अनि के भयो भने नम्बर 2 भेम्पोर भने चाहिँ अब निर्जीव यो शरीरमा अथवा लासमा पस्यो अरे भेम्पोर चाहिँ तौसुन कुदो गेपी बिरोनी अब त्यो शरीर त कस्तो परिणत भने जन्म शरीर सबै यहाँ जम्मा भएको हुनाले यहाँ उपस्थित भएको हुनाले चाहिँ अनि सबैमा कालो ज्योतिको कारणले नकारात्मक सबै निस्केर सकारात्मक अथवा राम्रो पक्ष मात्र रहेको त्यो पनि के कति मात्र पर्यो भने तौसुङको गेमी तौसुङ भनेर अब त्रिसराहा लोक भएको छ। तौसुङ झिक्दै खाम चाहिँ त्यति भएको देवी देवता बुद्ध बोधिसत्व सबैलाई पुग्ने बाघ लगाएर भिरुस सबैले पुग्नु सक्ने त्यस्तो शरीरमा परिणत भयो। शरीर 90 किलो 100 किलो 200 किलो भनेदेखि यो शरीर त यो त लाखौँ करोडौँ यो किलो भएको अब अमृत भएको त्यस्तो शरीरमा परिणत भएको तौसुङ कुदो गेमी भिरो नि तौसुङ कुदो गेमी भिरो लास भी भनेर मान्छे भयो। त्यसको लास चाहिँ कस्तो भयो भने भिरो नि सोलफुङ ताबो सोल भने चाहिँ अङ्गारलाई भन्छ हामीले सेवा भएको सोल भन्छ नि हो सोलफुङ अनि अङ्गाले जम्मा गरेको जसै गरेर यो शरीर देख्ने बेलामा लास चाहिँ कालो भएको पनि खाने बेलामा अमृत प्रसाद हो। अहिले आज हामीले अब के भन्छ ढिँडोहरू कालो ढिँडोहरू खाने केकहरू खाने बेलामा हो भने बाहिर देख्ने बेला कालो देख्छ तर खाने बेलामा मिठो अथवा त्यसले आनन्द त्यसले भोक मिटाउने हुन्छ। त्यो जसै गर्दा यो कालोपन अथवा प्रसाद चाहिँ यसो जसोले सेवन गर्यो हो उसको त यो त्रिकालमा गरेको पापहरू सबै नष्ट भएर साँच्चीकै यहाँका बुझ्न सक्ने क्षमता अथवा अशिवत अथवा सबै शून्यता भोग हुन सक्ने जस्तो दायामा कोरोना अवश्य प्राप्त हुने जस्तो त्यस्तोमा परिणत भयो भनेर सम्झिनुपर्छ अरे। सोलफुङ ताबु ता डे हिटो भिरो अरे ता भन्ने देउता हो डे भनेपछि भने बुधहरू हो राक्षसहरू हो। बुधले हेरे पनि खुसी
देउताले हेर्ने खुसी त्यो देउताले खाए पनि मलाई पनि एकदमै आनन्द बुद्धले खाए पनि आनन्द त्यस्तो अब चिजमा परिणत भयो भन्ने सम्झित भयो कारणले हिठो यो मन पराउने सामग्री प्रयोग सम्झिँदै ओमावरी तिजोरी प्राप्त गर्नु हो अब ओमावरी भन्नु साथमा हामीले ओमावलाई मात्र सम्झिने हो भने धर्मकाय सर्वकाय निर्मकाय को अनि आशीर्वाद पनि हो आहोरी भन्नु साथमा अनि यो पञ्चबुद्धको ज्ञान गुण भनौँ पञ्चबुद्धको सिद्ध भनौँ पञ्चबुद्धको आशीर्वाद भनौँ सबै परिवेश भएको छ है गर्नु समयको लागि ओमाहा हो कति वर्षमा समय गएको छ भनेर दृढ विश्वास गर्नुपर्छ अनि त्यस्तो सोच गरेर दिमाग जाग्यो भने चाहिँ आफ्नो शरीर चाहिँ यहाँ मिठासता अथवा त्यो के भन्छ प्रसादले युक्त भएको अमृतले युक्त भएको रुचि चिलाउको रूपमा परिणत भयो सिद्धिमा परिणत भएको भइसकेपछि हो त्यो चाहिँ कसलाई दिने त भने चाहिँ आफूसँग सम्बन्धित अनि रिससँग सम्बन्धित के भन्छ देवी देवताहरू राग द्वेषसँग सम्बन्धित देवी देवताहरू तिमुख भने आज्ञासँग सम्बन्धित देवी देवताहरूलाई आह्वान गर्दै हामीले उहाँलाई दिनुपर्छ दिनु साथमा अनि हाम्रो शरीर बजार मनको सबै पाप नष्ट भएर जान्छ त्यसमा देशी मार्फत आज यो नाट्य हो नाट्य चाहिँ विशेष के लागि रहेछ त भने आफूसँग भएको अनि निचाङ ठिमा भन्छ पाक्सा ल्याताङ ल्याउमा सबै नष्ट गर्न लागि चाहिँ गेसी मार्फत नाट्य गरेको हो भने सबै पाप नष्ट गर्न लागि सबै अपुष्पमा नष्ट गर्न लागि अनि सबै अब अशुद्धलाई शुद्ध पार्नको निम्ति चाहिँ अनि नाट्य गरेर भनेर बुझ्नुहोस् भन्दै आज नाट्यको अब परिचय भनौँ यसको व्याख्या चाहिँ यही राख्न चाहन्छु अब त्यहाँबाट अनि अब कर्यमा पुग्छ आज जब जिल्ला अङ्गाडु शेर्पाले गर्नुभएको रहेछ